आज मिति 2081 साल चैत्र 5 गते मंगलबार नेपाल प्रहरीले काठमाडौँको टोखा नगरपालिका 1 झोरबाट 25 करोड 1,60,338 रुपैयाँ सहित एक व्यक्ति पक्राउ गरेको छ। ना 7 ख 1652 नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाई छिपाई राखेर नेपालबाट चीन तर्फको सीमा केरुङ जाँदै गर्दा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 1 का 43 वर्षीय कुसाङ लामा रहेका छन्। उनी यसभन्दा पहिले पनि सुन तस्करी मुद्दामा 5 वर्ष जेल बसिसकेका व्यक्ति हुन्। उनी चालक भई भरियाको रूपमा काम गरेको भए तापनि कसको लागि भरिया भएर काम गरेको भन्ने खुलेको छैन।